हात सेकाउने काम भइरहेछ साथीहरू है जाडो जाडो छ I got nightmares in my head, I fear that the thoughts build up until I can't hear, that my mind fills up नेभी until अफ अर्थ भनेको के हो भनिदिनु त शैलङको पृथ्वीको नाइट हो नाइट हो पृथ्वीको बिचको भागैलाई भनिन्छ रहेछ हेलो गाइस वेलकम टु मगर व्लग्स भन्दै हामी चाहिँ अब हामी कुन मन्दिर पहिला हामी भीमसेन मन्दिर जान्छ त्यसपछि सैलुङ होइन कालिचोक त्यसपछि सैलुङ प्याकिङ सब भइसकेको छ फेरि है यता नि सिस्टर रेडी भइसकेको छ अब त फेरि भ्लग त धोस्दै आउँछ होला है फेरि दिनकै के गर्ने फेरि गाह्रो छ फेरि आइफोन आइसक्यो यता मामुजी के हाल बा ठिक हाल बा होइन सानो ब्याग बोक्दैन यसमा गोप्रो छ गोप्रो नलाने कुरो भइरहेको छ ब्याग यही हो ब्याग यही छ ब्याग प्याक गऱ्यो अनि चलिदिनु पर्छ अब त्यही भन्दै अब हामी गाडी आइसकेको छ गाडी पनि हेर्नु उज्यालो भइसक्यो हामी कति बजी उठाएको थियौँ खै गाडी हाम्रो गाडी यही हो अब यहाँ टक्क लगाएर कुच्चो गइन्छ फेरि यता नि फेरि सिस्टर ल अरू यस्तै हो बजाङ बुजुङ छ त्यही भन्दै अब लाग्दिउँ ल अब चाहिँ निस्किँदा मायालु यहाँ बेर छ हाम्रो मायालु बाइकमा चाहिँ नजाने हामी गाडीमा जाने भएको छ फेरि है गाडी त्यहाँ मायालुलाई बाई बाई गर्दै हामी लागेको है लाग्दैन अब 2 hours later. स्टार्ट बन्द भनेपछि त अब तल्ला छैन त अहिलेसम्म पानीको इन्जिन पुरै तातिरहेको कता हो त्यहाँ बुलुक 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 त्यहाँ इन्जिन ओभर हिट भएर त्यो पानी हाल्ने हुन्छ त्यो पनि उम्लिरहेको बुलुक 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 गरेर पानी पुरै हिट भइसकेको छ है यस्तो छ अवस्था झन् चाँडो जाने भनेको झन् ढिलो होला जस्तो छ त हौ अगाडिको गाडी भएपछि यो गाडीमा आएको छौँ है भर्खर आइपुग्यो हामी अब हामी भोलि यो माथि उता मन्दिर हुन्छ त्यो मन्दिर गइन्छ हामी बिपी होटल यहीँ हो हामी ल्यान्डिङ भइसकेको छ है यात्रा कस्तो हो एकदमै गाह्रो भयो मन्दिर जानु पाएन ज्वरो आयो मलाई यहाँ टाउको दुखेर यहाँ अरू त्यस्तै त्यस्तै छ हिउँ चाहिँ हेर्न पाएन अरू त त्यही हो हिउँ टेक्न पाएन कति इलाम क्लास हुँदाखेरि आउँदा यहाँ डाँडै डाँडा हिउँ हुन्थ्यो त्यहाँ थोरै रहेछ त्यहाँ त्यसपछि त अनि यहाँ त नि फेरि तर ऊ नआए पनि चिसो त धोस्तै छ फेरि है यहाँ ल त्यही भन्दै अब आगो सागो तापौँ भन्दै राखौँ है कालिम्पोङ चाहिँ यो गाइज है फेरि हात त पुरै कामिरहेको है फेरि हामी चाहिँ यहाँ आइपुगेको छौँ हामी टक्क लगाएर यहाँ अब बुक भइसकेको रहेछ हामी यहाँ आइसकेको छौँ कस्तो हिउँमा बसेर टक्क लगाएर फोटो खिच्यौँ भने थियो अब हिउँ त त्यो डाँडामा चाहिँ रहेछ त्यो हाब्बी माथि त्यो उता रहेछ है यता यता थोरै रहेछ अब त्यो त्यहाँ त कहाँ जानु हो त्यहाँ फेरि है त चिसो भयो भने जाडो चाहिँ हेब्बी छ यहाँ फेरि हामी भोलि अब हामी कता जान्छ भने हामी भोलि सिधै माथि हुन्छ होला हामी यो डाँडा त माथि हुन्छ मन्दिर ठाउँ चाहिँ दामी छ है ठाउँ चाहिँ बबाले छ फेरि हामी आउँदाखेरि पहिला आउँदाखेरि त केही पनि थिएन यता अहिले जस्तै भइसकेको छ ल हामी चाहिँ बिपी भन्नेमा बसेको छौँ माथिबाट तल झरिसकेको छौँ मनुजी कस्तो भइरह एकदम
रमाइलो भएको छ है रमाइलो त के हो त भुइँ त अनि फेरि खरानी छ त नि हो भिउ खरानी छैन हिउँ छ सेतै 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 छ है सेतो चाहिँ छैन त्यही भन्दै हामी चाहिँ सिधै माथि जाउँ न उता दामी ठाउँ छ हौ फोटो खिच्नुपर्छ केवलकार यहाँ हो केवलकार चढेर हामी माथि त्यहाँ पुग्नुपर्छ हजुर अहिले चाहिँ तल पहाड 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 यहाँ ठुलो फेरि पहाड हैट ए हो केवलकार कुरी भन्ज्याङ चाहिँ यही हो अनि यहाँ अघि भनिसकेँ भोलि बिहान माथि जाने हो सिन चाहिँ यहाँ दामी आउँछ फेरि के खिच्ने कालिम्चोक केवल कार हामी टक्कर सुत्न लागिसकेपछि 3टा रुम थियो उता मम ड्याडीहरू अनि उता मन्दिदीहरू उताहरू छ उता उता हुनुहुन्छ यहाँ चाहिँ खाली छ फेरि म मात्रै हो फेरि यहाँ सुत्ने म मात्रै हो फेरि है म चार्जमा हालिदिनु पऱ्यो फेरि त्यही भन्दै हामी चाहिँ भोलि बिहानै उठिन्छ अनि हामी उता जहाँ उता के अरे मन्दिर हिजो गएको त्यहाँ मन्दिरमा जानु पाएन अनि त्यहाँ हल्का 12 बजी सकिँदै चाहिँ हामी 3 बजी पुगेको थियो अनि बोकासोका उतै छोडेर यो सक्छौँ हामी यहाँ चाँडै सकाएर अनि भोलि बिहानै 9 कि 10 बजीतिर यहाँ निस्किसक्छौँ हामी त्यही भन्दै हामी निस्कौँला गुड नाइट ल हामी चाहिँ बिहानै हिँडेको छौँ है फेरि ऊ माथि मन्दिर त्यो भन्दै अँध्यारो अँध्यारो छ सिधै गइन्छ अगाडि अगाडि 650 पर पर्सन 4200 आएको छ बिल इन्ट्रान्स यहाँ टिकट लिएर हामी आएर जाने 4,200 ल 7जना फेरि ल फाइनली हामी चाहिँ आइसकेको छौँ है फेरि यता केवलकार चढेर फेरि तल चाहिँ कुरी भन्छ कुरी भिलेज आम्मामा सिन त फेरि हिमाल खतरा देखिन्छ नि फेरि हिमाल अनि त्यो पारी अलिअलि हिउँ रहेछ यहाँ चाहिँ पुरै क्लाउड बास ठाउँ त फेरि ह्याप्पी छ नि उफुफुफु मरत छ नि ठाउँ फेरि जुन पनि लागिरहेको छ फेरि है साथीहरू त्यही भन्दै चिसो त वाढले छ तर त्यो हिमाल चाहिँ दामी देखाएको छ यार हामी जे होस् आफ्नो आँखाले हेर्दा चाहिँ खतरनाक यो पनि हिमालय होला तर हिउँ पुरै पग्लिसकेको अवस्था रहेछ आम्मामा यहाँ पनि छ अर्को हिमालय यार बस दामी छ त्यही भन्दै अब मन्दिर जाउँ पूजा गरौँ अनि फेरि हामी ब्याक टु दोलखाको भीमसेन थानमा जानुपर्छ हिजो बोका त्यहीँ छोडेर 12 बजीसम्म हुन्छ रहेछ माराकाट त्यसपछि बन्द हुन्छ रहेछ त्यही भन्दै हामी हिँड्दैछौँ है फेरि मन्दिर हामी उता टुप्पोमा जहाँ पुग्नुपर्छ फेरि त्यही भन्दै लागौँ अब हामी चाहिँ मन्दिरतिर छ हामी यस्तरी यता उता यस्तो पछाडिबाट घुमेर जानुपर्ने हुन्छ यो चाहिँ फर्किने बाटो हो होइन अनि यहाँ चाहिँ हिउँ देखाएको छौँ त्यहाँ के भयो हिउँ थोरै 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 उता अलि बेसी रहेछ अनि कुरी भिलेज हामी बसेको हिजो त्यहाँ हो त्योभन्दा माथि हो त्यहाँ उतातिर हिउँ छ थोरै त्यति हो तल तलतिर छ त्यस्तै हो त्यहाँ छैन अलि त्यही हो हामी चाहिँ अनि हिँड्दैछौँ है फेरि चस्मा पनि लगाएको चस्मा लगाइदिउँ ल हामी चाहिँ यहाँ हिँड्ने छ हिँड्ने बाटो चाहिँ त्यो पहिला यहाँ थोरै यस्तो के समात्ने टाइपको लगाएको थियो अहिले चाहिँ पुरा फलामकै लगाइदिएको रहेछ म पहिला कति वर्षपछि पो 5-6 वर्ष अगाडि आएको थिएँ त्यतिखेर त पुरै वाइल्ड हिउँ थियो होइन त हिउँसिउ पनि छैन हिउँ अस्ति हामी काठमाडौँमा पानी पर्दाखेरि चाहिँ पहिला रहेछ यहाँ हिउँ तर हिउँ नझरे पनि यहाँको के भन्छ यो विन्डहरू चाहिँ ओभर चिसो छ है फेरि चिसो धोक्दै छ अरू यो लाइसी त अलिक अँध्यारो छ हामी 5 बजी हिँडेको अहिले कति बज्यो अहिले हेर्न मिल्दैन तर जे होस् उज्यालो चाहिँ भइसकेको छ सिनहरू है फेरि जुन पनि लगाइसकेको छ फेरि साथीहरू त्यही भन्दै
सबैजना अगाडि अगाडि हिँड्नु भइसक्यो मलाई चाहिँ हल्का चिसो चिसो भएर बिस्तारै हिँडिरहेको छु साथीहरू है के गर्ने हो ठाउँ चाहिँ दामी छ चिसो अब गोजीमा हाल्नु पर्छ फेरि राख्दिएको ल हामी चाहिँ अहिले कुरी भिलेज यो साइड भयो अनि यो साइड चाहिँ हेभेन चाहिँ फेरि छुट्टै छ कडा यार त्यही भन्दै जाडो छ मन्दिर आइपुग्यो फाइनली हामी मन्दिर हो त्यस्तो चाहिँ गर्ने अब सक्यो माथिको पढाइ नि अहिले हामी त्यहाँ थियौँ त्यहाँ माथिको चाहिँ खोलेको छैन रहेछ ढोका होइन अब चाँडो आएर हो के भएर हो अनि यहाँ चाहिँ सिन ओहो महाकाय हेर्नु न साथीहरू फेरि सिन लोप लाग्दछ फेरि है पुरै आँखाले हेर्दा त पुरै नजिकै जस्तो देखिन्छ हो आँखा जस्तो क्यामेरा छैन नि त फेरि भन्नु मिल्दैन 70 Pro Max छ फेरि आँखाले जस्तो देखायो होला अब नदेख्यो पनि है त्यही भन्दा हामी चाहिँ यहाँ आएको छौँ त्यो चाँडो चाँडो छ है अब के हो नि त यहाँ दामी देख्यो त्यही हेर्न आएको म चाहिँ अझ त्यो टुप्पोमा पुग्यो भने चाहिँ कस्तो वाइल्ड देख्छ होला यार योभन्दा पनि चुचो त्यो जस्तो लाग्यो मलाई यस्तै छ साथीहरू त्यहाँ छौँ हामी यता छौँ अनि कुरी भिलेज चाहिँ यता रहेछ यहाँ चाहिँ के हो पिकनिक सिकनिक ड्राई पिकनिक हान्ने ठाउँ हो क्या यहाँ फेरि वाल छ्याल छ त कुरी भिलेज तल भयो फेरि है त्यही भन्दै यहाँ लास्ट चिसो राखिदिउँ ल अब चाहिँ ठक्क लगाएर ठ्याक्कै घाम लाग्यो है साथीहरू हामी चाहिँ यहाँ फोटो खिच्दै थियौँ यहाँ माथि आएर हल्का सिन थियो अब त पुरै घाम लागिसक्यो देख्न सक्नुहुन्छ है हामी त अघि आएको अरू त्यस्तै हो चस्मा के सुहाएन कमेन्ट हाल्नु होला भन्दै चिसो त वाइल्डै छ नि फेरि उता कुरी भिलेज है देखाइसक्यो कति देखाउनु है एकै ठाउँमा बसेर अब हामी मन्दिरमा जान्छौँ माथि मन्दिरमा गएर अनि यसो चलफल दिउँ न घन्टी चाहिँ सबले ठोक्नुपर्छ काम पनि दामी लागेको छ फेरि साथीहरू कपिराइट लाग्ने हो फेरि दामी छ फेरि हात सेकाउने काम भइरहेछ साथीहरू है चारो छ मन्दिर यता यहाँ आगो बलिरहेको छ वाइल्डै चिसो छ वाइल्डै चिसो छ है फेरि टिक्लाउनु भएन हामी चाहिँ यहाँबाट लाग्नु लागेको साथीहरू है सक्यो हाम्रो चाहिँ पूजा फोटोसोटो खिचिरहेको छ अब हामी सिधै त्यहाँ केबल कार छ केबल कारबाट फेरि तल झर्नु पर्छ 600 रुपियाँ पर पर्सन तिरिसकेको छौँ हामीले त्यो भन्दै अब चाहिँ ठिक छ होइन फाजु ठाउँ राम्रो छ त्यही भन्दै फ्यामिली फोटोहरू हुँदैछ यता हाम्रो चाहिँ अब भर्खर ग्रुप फोटो भइसकेपछि कति खिच्नु भनेर है त्यही हो अरू जे गरे नि अब हामी सिधै अब हामी डोल खाएको भ्याउँछौँ थामबाट छोटे सानो क्लिप हाल्छौँ गाडी चढेको सिधै उता पुगेको
त्यस्तो सानो सानो क्लिप्स बनाउनुपर्छ नत्र पार्ट 1 पार्ट 2 बनाउनुपर्छ है त्यही भन्दै राख्दै ल मलाई त धेरै धेरै राउ लाग्यो तल बाटो उकालो आए केवल काल चढे केवल काल चढे त्यो मन्दिरमा आए त्यही केवल कार झर्ने होला नि त फेरि उकालो बाटो मन्दिरमा ढोकेर अहिले हामी फर्कँदै छौँ सबैजनाहरूलाई हामी हाई गर्दै झर्दै छौँ है त जाडो कतिको छ त फेरि अहिले जाडो धेरै धेरै रहेछ जाडो चाहिँ बहुत जाडो रहेछ तर अहिले चाहिँ घाम लाग्यो तर अहिले धेरै धेरै न्यानो हुँदै आइरहेको छ ल झरौँ अब ल अहिलेलाई झर्दै जाउँ त ल टाटा बाई बाई ल बाई ल फाजु कस्तो लाग्यो त अहिलेलाई बहुत राम्रो छ असल हजुर शान्त पार्यो आहा शान्त वातावरण हजुर भएर हजुर अनि सबभन्दा उच्च ठाउँ ओहो हिमालको हाराहारीमा पर्ने रहेछ हजुर। खुसियाली भयो हजुर अझ पनि हजुर खुस शान्त होस् हजुर भन्ने कामना गर्दै मतलब मर्न आँट्यो अहिले उकालो ल ल मनको पालो है ल के कस्तो कालीचोक मन्दिर घुमेर आएको दर्शन गरेर आएको एकदम रमाइलो भयो कहाँ जाने हामी मिसन मन्दिर जाने ल रिभ्यू दिँदै जाउँ ल एकदम राम्रो भयो हाम्रो पूजा सबै ठिक भयो अब हामी कता हो फेरि अब हामी पेन्सन तलखा जाने हो अब हामी सिधै केबल कार हो केबल कार सिधै तल यो के भन्छ यो कुरी भिलेज भन्ने छ यहाँ भिलेज चाहिँ यही हो कुरी भिलेजबाट हामी अब त्यही गाडी साडी हुन्छ गाडी साडी चढ्यो अनि हामी जान्छ है जस रमाइलो तर त्यस हिउँ खेल्ने भनेर आएको हामी त खास गरी होइन हिउँ त उही भुइँतिर देखिन्छ फेरि के गर्नु फेरि है यस्तै छ सिँढी चाहिँ हल्का उकालो उकालो छ यस्तो उकालो छ क्या फेरि त्यही भन्दै धेरै लामो भिडियो हुन्छ सिधै अब हामी तल होटल जाउँ होटलबाट अनि टाकटुक सर्ट भिडियो हाल्नु चाहिँ फर्किँदै हो है तल जाँदैछौँ फेरि डेस्टिनेसन सकेको छ अहिले सक्यो हो हामी कारमा फर्किँदैछौँ बाई बाई ल यस्तो छ दामी देख्छ रहेछ घाम त आउँदा ठिक है हामी माथि सिन चाहिँ दामी छ साथीहरू दामी देख्यो ल है कालिम्पोङको हिउँ चाहिँ यस्तो छ अहिले अवस्था हिउँ भने थियो अरू त सब यस्तो छ है फाइनली हिउँ हिउँ खेलेको छ है साथीहरू हिउँ चाहिँ खेलेको छु फेरि यस्तो हिउँ चाहिँ दामी हिउँ यही अब एक्सपेक्टेसन गरेको थियो रियालिटी यही हो हाम्रो अस्ति नै ऊ हुँदाखेरि के अरे त्यो के भन्छ त्यसलाई पानी पर्ने बित्तिकै आएको भए चाहिँ हाम्रो केही हुँदैन थियो अब के गर्नु अब यस्तै छ अनि फेरि उ पनि भयो नि त कति गएको हो के हो यस्तो हजुर त्यहाँ जानुभन्दा अगाडि चाहिँ यहाँ घोडा राइड हुँदैछ है सबै फ्यामिलीहरू मैले नि हानिसकेको छ है राइडहरू सबैले हानिसक्यो बाबुजीको पालो सर्ट्स भिडियो हालिदिउँ ल यो पनि ह्याप्पी छ फेरि यार हामी चाहिँ फाइनली गाडी यही हो यहाँबाट हामी अब हिजो यहाँ के छोडेको थियो हामीले यहाँ बोका उयो तल बोका छोड्दै थियो आज फेरि आइपुग्यौँ हामी कालिम्पोङबाट आयो हिजो दुईचोटि आएको थियो यहाँ आज हामी गोर्खा मन्दिरमा आयौँ पूजा गर्नुलाई तलका अब हाम्रो सिस्टर फेरि झर्दैछ फेरि के हो निन्द्रा पुगेन क्या हो त्यस्तै छ अब हामी अब पूजासुजा गर्छौँ अगाडि अगाडि जाँदै गर्नु होला हो मन्दिर त यहीँ हो हिजो यहाँ कति 3 बजे आएर फर्क्यो फेरि अब हाम्रो चाहिँ फाइनल हुन्छ सब भन्दै अब अगाडि जाउँ ल गाडी फेरि अर्को फेरि हामी कतिवटा गाडी फेरि रे मनोजी गाडी कतिवटा फेरि हामीले आज हिजो 2टा आज यो अर्कै गाडी आइपुगेको छ फेरि है फाइनली हामी चाहिँ सैलिङ आएको छौँ पार्किङ भइसकेको छ अगाडि छ अगाडि गएपछि भेटौँ न सिधै सिन आएपछि अहिले चाहिँ हामी ऊ त्यो माथिको त्यो गुम्बा जान्छ अहिले यति 15 मिनट जति हिँडिसक्यो हामी त्यहाँबाट अब हामी अगाडि जाँदैछौँ यो तलको फेर्नु पर्ने यो लास्ट बाक्लो छ फेरि है अब यो फेर्नु पर्ने फेर्नै पाएन त्यही भन्दै मान्छे चाहिँ हल्लै हुँदो रहेछ फेरि
फोटोसोटो खिच्ने गर्ने सबै हुन्छ मेरो त लुगा धोस्दै भइसक्यो फोटो खिच्नु छ त्यहाँ जाउँ माथि गएर फोटो खिचिदिनु भयो भने पुगेपछि गुफा यतापट्टि सैलुङ यतापट्टि हामी कहाँ जाने अरे सैलुङ कता हामी त 1 घन्टा हामी चाहिँ यता हो गुफा चाहिँ नेक्स्ट टाइम हुन्छ होला है त्यो त हो अरे त हामी चाहिँ आइसकेको छौँ है लट्ठी टेक्दै फेरि यहाँ झोला बोक्दै फेरि डाँडा चाहिँ त्यहाँ छ फेरि हामी पुग्ने डेस्टिनेसन त्यहाँ हो यो डेस्टिनेसन त्यहाँ हो हामी चाहिँ हिँड्दैछौँ अब कतिवटा डाँडा कट्नुपर्ने हो थाहा छैन फेरि चारवटा डाँडा रे झोलाइ बोकै भएर फेरि है खाजाको मम्मीहरू त पुग्नु भइसक्यो अगाडि त पुग्नु भइसक्यो अब हामी बिस्तारै बिस्तारै अगाडि गइन्छ त्यही भन्दै हामी लाग्दैछौँ है बोकेर कालापानी सैलुङ हामी चाहिँ कालापानी जाँदैछौँ टुप्पो देखिरहेछौँ हामी अहिले हिँडिरहेछौँ ल फेरि हामी चाहिँ आइसकेको छौँ अहिले चाहिँ चुच्चो डाँडामा आइसकेको छौँ हामी चाहिँ है उता अब चाहिँ देखिसकेको छ अब स्टिक मम्मीतिर अनि हामी अगाडि अगाडि हिँड्दैछौँ के हाल बा ठिक बा अगाडि अगाडि जाँदैछौँ फेरि त्यही भन्दै अगाडि अगाडि पुगेको छौँ ल हामी चाहिँ मासतिर पुगेर भेटौँला वाल थकेला हामी त हौ नेभी अफ अर्थ भनेको के हो भनिदिनु त सैलुङको पृथ्वीको नाइट हो नाइट हो यहाँ बिचमा पऱ्यो भने त्यसो भए पृथ्वीको बिचको भागैलाई भनिन्छ रहेछ पृथ्वीको नाइट हो भनेर चाहिँ है यहीँ लेखेको छ देख्न सक्नुहुन्छ अनि डाँडा चाहिँ त्यही हो अनि यहाँ चाहिँ ऊहरू रहेछ हामी त्यहाँ यता यता कता कता गइन्छ अब गइन्छ है त्यही भन्दै यहाँ झोला झ्याम्टी धोस्दै छ त्यही भन्दै राखिदिउँ ल अहिले चाहिँ हामी यता मन्दिरतिर यो के हो ढुङ्गा स्टोनहरू राख्ने ठाउँतिर आइपुगिसकेको छौँ हामी अनि त्यहाँ मन्दिर चाहिँ हामी एकछिनमा गइन्छ अहिले हामी यता छौँ अनि त्यहाँ झार्ला नि फेरि त्यहाँ हामी यहाँ कतिवटा डाँडा यार एउटा दुईवटा तिनवटा चार पाँच छ कति हो कति अनि उता एउटा उयो हो के हो त्यो दामी ठाउँ छ हामी चाहिँ सैलुङको त्यो स्तुपा सबजना जान्दैन अहिले हामी त फोटोसोटो भिडियोसोटो खिचेको त्यहाँ हो त्यहाँ होइन सरी सरी यता यता ऊ यता पो हो अब हामी छिरेको छौँ अवस्था है साथीहरू फाइनली सैलुङको माथि आइपुगेको छ हामी त्यही भन्दै गाइस अहिले चाहिँ हुसुसु दामी लगाइसकेको छ देख्न सक्नुहुन्छ हुसु जस्तै हामी चाहिँ गङ्गटे हो कि के टाइप भन्नेको ठाउँमा हामी जाँदैछौँ बिस्तारै बिस्तारै ल लेट्स गो यो गङ्गटो भन्ने देख्न सक्नुहुन्छ त्यहाँ अनि त्यही हामी जाँदैछौँ हामी लेट्स गो भन्दै त्यहाँ गएर हामी देखिदिन्छौँ ल फेरि खतरा लागिरहेको छ ल हामी तलबाट यसो क्लिप्सहरू देखाउँछौँ ओके I got nightmares in my head, I fear that the thoughts build up until I can't hear, that my mind fills up into a creature, and it haunts me somewhere much deeper. Anxiety, filling up every space, no privacy, and silently, it could build and build until you finally see, whoa, it's taking over, damn no closure, moving closer, no exposure, I just wanna be a loner, some can't say. बाघढुङ्गा त्यो चाहिँ बाघढुङ्गा है हामी भयो त्यो माथि छ यहाँ चाहिँ गङ्गाटो ढुङ्गा यता चाहिँ गाई गाई छ उता ल गाई लक्ष्मीको फोटो खिचौँ मतलब भिडियो बनाउनु बिर्सेछ ल गाई गङ्गाटो उता अनि बाघ होइन होइन आफू चाहिँ यस्तो छ
अझै हामी फर्किँदैछौँ है, काम सकिसक्यो।